आदरणीय दर्शक साथीहरू नमस्ते, म प्रकाश बिहानी बागचन्द। हामी यो सल्यानको कोटमौलामा हामी यसरी भोट हाल्नको निम्ति यसरी यो लाइन हेर्नुहोस् त। दिदीबहिनीको लाइन चाहिँ यति बेला 10 बजेभन्दा पछाडि चाहिँ दिदीबहिनीको लाइन छ। अनि हेर्न सक्नुहुन्छ धेरैजना आदरणीय बुवा आमा दाजुभाइ तथा सबै साथीहरू यसरी हुनुहुन्छ। एकदम हर्ष उल्लास साथ चाहिँ आउनुभएको छ। सल्यान जिल्ला कोटमौला चाहिँ एउटा यस्तो ठाउँ हो, धेरै नेताहरू जन्माएको ठाउँ के यो चाहिँ है। त्यो भएको कारणले यहाँ चाहिँ अलिकति चुनाव चाहिँ अलिक खतरा टाइपको हुने गर्दछ। हेर्न सक्नुहुन्छ यहाँले चाहिँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ वरपर होइन धेरैजना मान्छेहरूको चाहिँ यो उपस्थिति देख्न सक्नुहुन्छ। हामीले भोट के मातारामा भन्दै थुप्रै खालका गीत गाउँदै त आइयो, तर आज हेरौँ यहाँबाट यो सल्यान कोटमौलाले चाहिँ के बजाउँछ, घन्टी बजाउँछ कि तारा बजाउँछ कि रुख बजाउँछ कि सूर्य बजाउँछ कि के बजाउँछ। अब हेरौँ है, हेर्न बाँकी छ पक्कै पनि। हजुर जान सक्नुहुन्छ, अगाडि जान सक्नुहुन्छ। बच्चा छ भने अगाडि लिएर जान सक्नुहुन्छ है। हस् दर्शकहरू, यति भन्दै म तपाईँकै आवाजको साथी प्रकाश बिहानी बागचन्द छुट्टिने अनुमति चाहन्छु। हस् त, धन्यवाद, नमस्ते।